ओम प्रकाश जी नमस्ते, स्वागत छ तपाईलाई। हजुर नमस्कार। हजुर गुण्डा पाल्नुहुन्छ तपाईँ म्यान पावरमा? होइन, अहिलेसम्म त्यस्तो काम गरिएको छैन। हजुर तपाईको म्यानेजरले 15 जना गुण्डा पालेको छु भन्नुभएको छ, के हो त्यो? त्यो गलत हो। हजुर कानुन भन्दा बाहिर गएर जे चाहिँ तपाईँको दिमागमा आयो, जे मुखमा आयो त्यो बोलिएको छ। म अहिले काठमाडौँ भन्दा बाहिर पनि छु। म काठमाडौँ फिर्ता भइसकेपछि मेरो वकिलसँग सल्लाह गरेर उहाँलाई चाहिँ त्यही अनुसारको चाहिँ कारवाही हुन्छ। होस् त, तपाईँको पनि ठेगानमा रहेनछ नि। 2 दिनपछि उडाउँछु भनेर मेरो प्रोड्युसर दीपक बोरासँग तपाईँले कुरा गर्नुभएको 1 हप्ता भइसक्यो। भिजा सिद्धिएको 2 गते 4 गतेको श्रम स्वीकृति दिने ठाउँमा को मान्छे छ तपाईँको? कसरी दियो तपाईँको भिजा? 3 गते सिद्धिने 4 गते श्रम स्वीकृति कसरी पाउन सक्नुहुन्छ? के हो यो साँठगाँठ सर? अब यो के हुन्छ भने हजुरको त्यो सम्बन्धित दिनमा चाहिँ बिदा भइसकेपछि हजुर त्यसको भोलिपल्टसम्मलाई चाहिँ कानुनले दिन्छ नि। हजुर भोलिपल्टसम्म पाइन्छ? भोलिपल्ट सम्बन्धित ठाउँमा जस्तो त्यो दिन बिदा भयो भने भिजा सकिएपछि नि श्रम स्वीकृति पाइन्छ? भिजा सकिएपछि होइन, भिजा सकिएको विषयमा के हो भन्नु होला भने प्राविधिक बस उसको चाहिँ त्यो जुन उहाँबाट आउनु पर्ने चाहिँ डकुमेन्टहरू टाइममा नआएको हुँदाखेरि चाहिँ नि उसलाई उडाउन नसकेको, नत्र त्यो अघिल्लो दिन चाहिँ उडिसक्थ्यो। तर चाहिँ नि अब उहाँ एम्बेसीबाट चाहिँ नेपाल एम्बेसी अबुधाबीबाट सबै डकुमेन्टहरू चाहिँ क्लियर भएर आइसकेको भएको हुँदाखेरि र ओरिजिनल आइसकेको हुँदाखेरि चाहिँ नि त्यो अघिल्लो दिन चाहिँ बिदा परेको हुँदा भोलिपल्ट चाहिँ उहाँहरूले मानिदिनु भएको हो विभागमा। ओम प्रकाश जी तपाईले 2 दिनपछि उडाउँछु भन्नुभएको मान्छे अहिलेसम्म उडेको छैन। न्यूज 24 टेलिभिजनमा जाने हो भनेर तपाईँ थर्काइरहनु भएको छ। एउटा गरिब नेपाली जसलाई उडाएर जसबाट काम लिएर तपाईँ आफ्नो व्यवसाय चलाउनु भएको छ। ठिक छ, भेरी गुड, गर्नुहोस्, व्यवसाय चलाउनुहोस्। एक त